हेलो गाइज, सो आज पनि मैले नयाँ युट्युब भिडियो लिएर आएको छु। जो हजुरले नयाँ युट्युब च्यानल खोल्न खोज्दै हुनुहुन्छ उहाँहरूको लागि एकदम इम्पोर्टेन्ट र हजुरहरूको लागि 3वटा क्याटेगोरीमा लिएर आएको छु। जुन क्याटेगोरीमा चाहिँ हजुरहरूले च्यानल खोल्नुभयो भने एकदम राम्रो अनि लोभा पैसा कमाउनुहुन्छ। त्यो क्याटेगोरीहरू यस प्रकार छन्। पहिलो नम्बर इन्टरटेनमेन्ट। यस टपिकमा चाहिँ हजुरहरूले च्यानल खोल्नुभयो भने हजुरहरूको च्यानल एकदम ग्रो हुने चान्स हुन्छ। किनकि र इन्टरटेनमेन्ट हजुरले भिडियो बनाउँदा कमेडी भिडियो बनाउँदा एकदम राम्रो भ्युज आउने हुन्छ र कमेडी भिडियो एजको मान्छेले हेर्नुहुन्छ। जस्तै कुनै कमेडी गर्नुहुन्छ भने अथवा जोक्स सुनाउनुहुन्छ भने अथवा कसैको भिडियोमा रोस्ट गर्नुहुन्छ भने कसैको यस्तो खुबी हुन्छ कि कमेडी गरेर हँसाउन सक्नु खुबी हुन्छ। हजुरहरूले पनि यो क्याटेगोरीको च्यानल बनाउन सक्नुहुन्छ। र अर्को क्याटेगोरी छ मोटिभेसनल टपिक्समा पनि च्यानल बनाउनु भने हजुरहरूले एकदम राम्रो हुन्छ। किनकि मोटिभेसनल च्यानल हजुरहरूले टपिकमा पनि च्यानल बनाउँदा एकदम राम्रो ग्रो हुने चान्स छ। किनकि मोटिभेसनल मान्छेहरूले तनाव भइरहेको बेलामा मोटिभेसन गर्नु र आफूमा भएको क्षमता प्रस्तुत गर्न सक्नुहुन्छ। यस्तो क्याटेगोरीको र यस्तो जस्तै टपिक लिएर हजुरहरूले बोल्ने र मानिसहरूलाई यसमा त सक्छु र गर्छु भन्ने खालको आत्मविश्वास दिलाउने खालको भिडियो बनाउन सक्नुहुन्छ। र त्यस्तो अर्को र त्यस्तै अर्को क्याटेगोरी छ एजुकेसनलको। हजुरहरूले एजुकेसन त्यो क्याटेगोरीको च्यानल खोल्नुहुन्छ भने हजुरहरूले जस्तै एजुकेसन सम्बन्धी सिकाउने र यस्तो खालको भिडियो बनाउनु सक्नुहुन्छ। हजुरहरू कोहीले केही कुराहरू इन्टरनेटको टाइम छ, केही कुरा जानिएन थाहा भएन भने युट्युबमा खोज्नुहुन्छ र केही कुरा जानिएन थाहा भएन भने युट्युबमा गएर सर्च गर्नुहुन्छ। यसरी नै हजुरहरूले यस्तै 3वटा क्याटेगोरीमा भिडियो बनाएर अपलोड गर्नुभयो भने हजुरहरूको च्यानल एकदमै फास्ट ग्रो हुन्छ। र यसरी नै हजुरहरूले आफ्नो खुबी देखाएर युट्युबमा भिडियो बनाएर अपलोड गरेर त्यस्तै गरी आज मैले छोटो भिडियो बनाएको छु। हजुरलाई लाइक कमेन्ट र सब्सक्राइब यस्तै खालको टिप्स लिएर